हेलो गुड इभिनिङ साथीहरू। अनि फेरि पनि स्वागत छ। अनि आज चाहिँ बच्चाहरूले होमवर्क नगर्नुको चाहिँ के रिजन हुनसक्छ? अब त्यो त घरको कुरा हामीलाई थाहा हुँदैन, तर पनि त्यो चाहिँ अब भनौँ न प्यारेन्ट्सहरूसँग टाइम नभएर हो कि बच्चाले होमवर्क गर्न नमानेको हो कि प्यारेन्ट्सहरूले वास्ता गर्नुभएको हो कि, या त प्यारेन्ट्सहरूले यो सोच्नुहुन्छ कि स्कुलमा पैसा तिरिरहेछ गर्छ, नत्र स्कुलमा टिचरहरूले दिनुहुन्छ भनेर त्यस्तो सोच्नुहुन्छ कि भनेर। तर म त के भन्न चाहन्छु कि बच्चालाई होमवर्क घरमा सकेसम्म गराइदिनुहोस्, किनकि स्कुल र घरमा इक्वली बच्चाको रिडिङ राइटिङ भयो भने बच्चाको रिडिङ राइटिङ स्किल बढ्छ, बच्चालाई राम्रो हुन्छ अगाडि गएर। अनि सकेसम्म बच्चाहरूले टाइम दिनुहोस्। अनि बच्चाहरूले मोबाइलमा चाहिँ धेरै नगरिदिनुहोस्, किन त्यसले गर्दा पनि कति बच्चाहरू होमवर्क गर्ने मान्दैन, मोबाइल मात्र खोज्छ, त्यो चाहिँ राम्रो होइन। अनि अब स्कुलको भरमा पनि नबस्दिनु होला, किनकि स्कुलमा टिचरहरूले आफ्नो काम गरिरहेको हुन्छ, उहाँले आफ्नो टाइममा जति हुन्छ त्यति गराइ नै राख्नुहुन्छ, क्लासवर्क कम्प्लिट हुन्छ, होमवर्क हुँदैन। अब कतिचोटि त टिचरहरूले होमवर्क पनि गराइदिनुहुन्छ। अब टिचरहरूसँग यति टाइम हुँदैन कि जहिले पनि होमवर्क गराएर राख्ने, किनकि त्यो काम भनेको प्यारेन्ट्सको घरमा बच्चालाई गराउने हो। अनि अब त्यस्तो कुरामा अब के भनौँ, अब त्यो त प्यारेन्ट्सहरूले नै सोच्नुपर्ने कुरा हो कि हामीले आफ्नो बच्चालाई रेगुलर होमवर्क गराएर पठाउनुपर्छ भनेर, त्यो त बुझ्ने कुरा हो। अनि अब नगर्ने रिजन चाहिँ अब त्यो त उहाँहरूलाई नै थाहा होला। घरको कुरा, हामीले स्कुलको कुरा त हामीलाई थाहा हुन्छ। हामीले त सकेसम्म आफ्नो पुरा टाइम दिएर बच्चालाई होमवर्क गर्नु भनेर हरेक चिज भनेकै हुन्छ। अब त्यस्तो भन्दा पनि अब कतिले होमवर्क गर्दैन, म्याम मान्दैन, त्यस्तो कुराहरू टिचरलाई भन्नुहुन्छ। अनि अब हामीले त सधैँ भनि नै रहेको हुन्छ होमवर्क गर्नुपर्छ आफ्नो, त्यस्तो कुराहरू, तर पनि होमवर्क गर्दैन, इन्कम्प्लिट हुन्छ, गर्ने मान्दै, कसैको आधै हुन्छ, कस्तो हुन्छ। अनि प्यारेन्ट्सहरूले हाम्रै टिचरलाई भन्नुहुन्छ, म्याम तपाईँहरूले भनिदिनु न, होमवर्क गर्नु मान्दैन, यस्तो भन्नुहुन्छ। अनि हामीले भनि नै रहेको हुन्छ त्यस्तो कुराहरू बच्चालाई, नभनेको होइन, तर पनि हजुरहरूले टाइम